नमस्कार, स्वागत छ सङ्गम अनफोल्डेडमा। आज 2082 असोज 22 गतेका 4 महत्त्वपूर्ण समाचारहरू छोटकरीमा हेरौँ, जसले देशको राजनीति, समाज र अर्थतन्त्रका प्रमुख गतिविधिहरू समेट्छ। पहिलो समाचार, प्रधानमन्त्री र शीर्ष अधिकारीहरूले इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्रीसहित मन्त्रीहरू, नेपाली सेनाका प्रमुख र अन्य उच्च अधिकारीहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा इजरायली राजदूतसहितको टोलीले जोशी परिवारलाई भेटेर सान्त्वना दिएको छ। विपिन जोशीको निधनले नेपाली विद्यार्थी समुदायमा गहिरो शोक छाएको छ। दोस्रो समाचार, जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर 5 मुदे माग अघि सारेका छन्। उनीहरूले आन्दोलनमा गोली प्रहार गर्नेको कारबाही, संविधान संशोधन, भ्रष्टाचार छानबिन लगायतका विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री कार्कीले सरकार म्यान्डेट अनुसार काम गर्न प्रतिबद्ध रहेको बताउँदै जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने आश्वासन दिएकी छन्। उनले भ्रष्टाचार छानबिन तीव्र गतिमा भइरहेको र निर्धारित समयमा चुनाव हुने स्पष्ट पार्नुभएको छ। तेस्रो समाचार, प्रधानमन्त्री सुशीला कार्की र विभिन्न दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। मंगलबार अपराह्न 4:30 बजे बालुवाटार स्थित प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा छलफल सुरु भएको हो। छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र कृषि मन्त्री मदन परियार सहभागी छन्। त्यसैगरी विपक्षी दलहरूबाट गगन थापा, प्रकाश शरण महत, शङ्कर पोखरेल, प्रदीप गेवाली, वर्षमान पुन, पम्फा भूषाल, स्वर्णिम वाग्ले र सोभिता गौतम उपस्थित छन्। छलफलमा देशको पछिल्लो राजनीतिक स्थिति र आगामी निर्वाचन तयारीबारे मुख्य रूपमा कुराकानी भइरहेको बताइएको छ। चौथो समाचार, नेपाल विद्युत प्राधिकरणले 6 ठूला उद्योगहरूको बिजुली काटेको छ। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराई सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सले करिब 4 अर्ब रुपैयाँ भन्दा बढी बक्यौता नतिरेपछि यो निर्णय गरिएको हो। जगदम्बा स्टिलको मात्र बक्यौता 1 अर्ब रुपैयाँ 60 करोड रुपैयाँ पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पटक पटक आह्वान गर्दा पनि उद्योगहरूले रकम नतिरेकाले लाइन काट्नु परेको बाध्यता आएको हो। यी थिए आजका 4 महत्त्वपूर्ण समाचारहरू। तपाईलाई कुन समाचारले सबैभन्दा बढी ध्यान तान्यो? तल कमेन्टमा लेख्नुहोस् र दैनिक समाचार अपडेटका लागि सङ्गम अनफोल्डेडलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भोलि फेरि भेटौँ नयाँ समाचारहरूसँग। धन्यवाद।